हेलो हेलो साथीहरू, अहिले चाहिँ साउदीमा रातको 9 बज्यो। बल्ल ड्युटी सकियो। अब ड्युटी सकिएपछि चाहिँ टक्क लाएर घर जानुपर्छ। हेर्नुहोस्, गाह्रो छ। बिहान 4 बजे आएर फेरि फर्केर ड्युटी आएर यहाँ अहिले अब घर जाने बेला भयो। भनेपछि आफै सोच्नुहोस्, परदेश कस्तो हुन्छ भन्ने कुरो। नसोच्नेको ठेगान हुन्छ, नउठ्नेको ठेगान। अब त्यही भएर गाह्रो छ। हेर्नुहोस्, चिसो छ है यहाँ त। अहिले मौसम पनि अलिक चिसो चिसो मौसम भएको कारणले गाह्रो छ। साइकल फेरि यता साइकल हो, साइकल हो, साइकल साइकल ल ल। भिडियो बनाउनै गाह्रो छ कि। अब कता राखेर बनाउने होइन, हुँदैन कस्तो गरेर राख्दा नि हुँदैन। अब हामी चाहिँ साइकलमा सारामा जानुपर्छ है त गाइस। अनि के छ आइया ल। अब तपाईँहरू चाहिँ यहाँ रातको मैले हेर्नु पाइनँ, माथि आकाश हेर्नुहोस् होला। हालत यस्तो छ। टक्क लाएर हेर्नुहोस्। हेलो हेलो गाइस, के छ खबर? रातको समयमा यस्तो छ तरिका। हेर्नुहोस् सबैतिर। मेरो चाहिँ अब काम सकेर अहिले कति बज्यो? टक्क लाएर यहाँको 9 बज्यो। 9 बजेसम्म काम गर्नुपर्छ साथीहरू। त्यसै हुँदैन नि परदेशमा। त्यो गरेर सर जानुपर्छ साइकलमा होइन। अब के गर्ने, भ्लग बनाउँदै 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 हिँड्नु पर्छ साथीहरूलाई होइन। मनोरञ्जन पनि दिनु पर्यो नि त, त्यसै हुँदैन नि होइन। ल हेर्नुहोस्, यहाँ पछाडि मेरो यहाँ फुटबल ग्राउन्डहरू पनि छ। यो नभएको चाहिँ त के छ र परदेशमा होइन। हामीले पो खेल्न पाउँदैन त, अरूले खेल्न त धेरै चिजहरू छ। यहाँ आजका दिन चाहिँ यस्तै गरेर बिते। आज चाहिँ म यता नयाँ बाटो, यताबाट म सधैँ यता जान्थेँ। आज चाहिँ यो बाटो जानु पऱ्यो। लाएर घुमेर सट्ट लाएर जानुपर्छ। एउटा हातले यस्तै साइकल चलाइरहेको छु है त साथीहरू। अब सबैजनाहरू राम्रोसँग सुत्नु होला। सबैलाई गुड नाइट, हेभ अ नाइस स्विट ड्रिम। बाई बाई।